यहाँ साथीहरू हामी अहिले बझाङ जिल्ला स्थित दुर्गाथली गाउँपालिकामा रहेको हाम्रो पुर्ख्यौली ठाउँ जुन चाहिँ भुवनेश्वरी माताको प्रसिद्धिको रूपमा रहेको छ। यो भुवनेश्वरी माताको अनुकम्पाले हामीहरू पनि यहाँ उपस्थित भएका छौँ। आज अष्टमीको दिन, आज भुवनेश्वरी माताको भव्य पूजाआजा हुने भएकोले सरसफाइको कार्यक्रम भइरहेको छ। यहाँहरू देख्न सक्नुहुन्छ। आज यस क्षेत्रमा टाढा टाढाबाट दर्शन गर्ने दर्शनार्थीहरूको उपस्थिति रहने हुनाले यस्तै यो छ धौलोढुङ्गो भन्ने एउटा थान रहेको छ, देवताको थान, र सँगै रहेको छ यो सयौं वर्ष पुरानो यो बोधि वृक्ष अर्थात् पिपलको रुख। यसका यो चाहिँ हेर्न सक्नुहुन्छ कति फैलिएको छ। यो झन्डै सयौं मिटर फैलिएको रुख छ यो, र यसका जराहरू छन् 100 मिटर टाढासम्म फैलिएका। यहाँका पुराना बुढापाका मान्छेहरूको भनाइअनुसार यो रुखको आयु झन्डै 600 वर्ष भन्दा पनि बढी भइसकेको भन्ने भनाइरहेको छ। यो चाहिँ हेर्नुहोस् कति सुन्दर दृश्य देखिन्छ यहाँबाट। यो क्यामेराले पनि यसले कभर गर्न नसकिने खालको यो रुख छ। हेर्नुहोस् पानी